funny Maggie stories. एक सानो गाउँमा माया नाम गरेकी एक बालिका बस्थे। ऊ पढ्नमा होशियार, खेल्नमा चतुर र सपनामा जादु खोज्ने बालिका थिइन्। एक दिन बजार घुम्दा माया एउटा पुरानो र रहस्यमय पसलभित्र पुग्छिन्। त्यहाँका सामानहरू अनौठा थिए। मायाको आँखा सुन्दर गुडियामा पर्छ। पसलवाला मुस्कुराउँदै भन्छ, यो त जादुको गुडिया हो, यसको नाम छाया राख्नुपर्छ। गुडियाले एक दिन सानो स्वरमा माया भनेर बोलाउँछे। माया, म तिमीलाई जादुई संसार देखाउन सक्छु भनेर गुडियाले भन्छे। गुडियाको हात समात्दा माया अचानक चम्किलो प्रकाशमा बिलाउँछे र आफूलाई एउटा जादुई संसारमा देख्छे। जादुई संसार अचम्मको थियो, तर त्यहाँ दुःख लागेका प्राणीहरू देख्दा मायाले चिन्ता गरिन्। गुडियाले भने, यो संसार एक राक्षसले दुखी बनाएको छ, तिमीले आफ्नो साहस यहाँ देखाउनु पर्छ। मायाले राक्षसलाई दया र प्रेमको महत्त्व सम्झाउन खोज्छिन्। खुसी बाँड्दा तिमी पनि खुसी नै हुनेछौ भनेर मायाले राक्षसलाई भन्छिन्। मायाको प्रेम र साहसले राक्षसको मन परिवर्तन हुन्छ। ऊ सबैलाई खुसी बनाउन थाल्छ र गुडियाले मायालाई घर फर्काउँछे। ऊ भन्छे, तिमी सधैँ मेरा लागि विशेष साथी हुनेछौ। र यसरी यो कथा यही समाप्त हुन्छ। अनि हजुरले यस कथाबाट के शिक्षा पाउनुभयो त? मम्मी ड्याडीसँग छलफल गर्नुहोस् है।